तपाईँले यो काट्न पाउनुहुँदैन मान्छे म उठ्थेँ यहाँबाट जान्न ल उप पर्दा त्यो सोडी मुवागले नरेसी म यहाँबाट छोड्ने ल तपाईँ के गर्नु तपाईँ काट्ने तपाईँ हेप्ने तपाईँ कसरी हेप्नुहुन्छ ल म यहाँबाट जान्न गएको छैन लाइन होइन काटेको मान्य सदस्य बोल्नुहोस् मलाई अहिले यो भयो जनताले चुनेर आएको प्रतिनिधि हो म त तपाईँले एकैचोटि होइन नि म त 3 चोटि आमा जनताले भारी मत दिएर जिताएको मान्छेले कसरी थोरै भन्छ थोरै बोल्न मिल्छ मिल्दैन मलाई धनकुटाको जनताले भनिसके टिभीले धनकुटाको बारेमा राम्रो कुरा राख मलाई भनिसकेको बेलामा म थोरै कुरा कसरी राख्नु मान्य सदस्य मैले 2 मिनेट बढी समय दिइसकेँ सभामुख महोदय मान्य सदस्य आफ्नो भनाइ छुट्याउनुहोस् त्यसो गर्ने मिल्दैन सभामुख महोदय तपाईँलाई म निवेदन गर्न चाहन्छु मलाई टाइम दिनु पर्यो नि त तपाईँले हेपेको जाने हेप्न मिल्छ यहाँ यो सदनमा सदस्य प्रतिनिधि सदस्य एमपीहरूलाई हेप्नु भएको तपाईँ नहेप्नुहोस् हेप्यो भने के हुन्छ त्यसको नचिता राम्रो आउँदैन हामीले पनि हिजो पनि जनताको सेवा गरेर आएको हामी कतै जागिर खाएर कतै एनजिओमा काम गरेर आएको हामीले हिजो पनि लगातार रूपमा जनताको सेवा गर्दै आएको यो लोकतन्त्र कसले ल्यायो यो गणतन्त्र कसले ल्यायो आज हामीले बनाएको बाटोमा तपाईँहरू झन्डा फहराएर हिँड्दै हुनुहुन्छ नि हामीले लिएको लोकतन्त्रमा दमदार तपाईँहरू भाषण गर्दै हुन्छ नि यो प्रजातन्त्रको निम्ति कसले अनुमतिमा सङ्घर्ष गरे त्यो हामीले गरेको होइन हामीले लिएको लोकतन्त्र हामीले लिएको प्रजातन्त्र गणतन्त्रमा तपाईँहरूले ठुलो कुरा गर्नु सुहाउँदैन मान्यज्यूहरूलाई म यो अनुरोध गर्छु हाम्रो पार्टी अध्यक्ष श्रद्धेय केपी ओली शर्माको पालामा लेखेको त्यही लगातार छ के भयो अरू कुरो चाहिँ बेठी भन्ने त्यो चाहिँ कसरी तपाईँले डुप्लिकेट गर्नु यसको जवाब चाहिन्छ चाहिँदैन हामीलाई जवाब चाहिन्छ